सो मी योर फ्रेन्ड्स एन्ड आई विल सो योर फ्युचर हैन। तपाईको साथीहरु मलाई भन्नुहोस्, मैले तपाईको फ्युचर भनिदिन्छु भनेर त्यो बुकमा चाहिँ लेखिएको थियो। अब त्यो भन्नुको तात्पर्य चाहिँ के हो भन्दाखेरि तपाईको साथी संगति चाहिँ कस्तो छ, तपाईको साथीहरु 5 जना साथीहरु कस्तो छन् त, तपाईको 5 जना साथीहरु बौद्धिक छन्, तपाईको 5 जना साथीले तपाईलाई राम्रो सल्लाह दिन्छन्, तपाईको साथीहरुले तपाईलाई सहयोग गर्छन्, तपाईको साथीहरुले तपाईलाई राम्रो निर्णय दिन्छन् 5 जना साथीहरुले भने तपाईको जिन्दगी फ्युचरमा भविष्यमा गएर फरकै हुन्छ, अलगै हुन्छ, तपाईको लेभल नै फरक हुन्छ। भने त्यस्तै अर्को तर्फ चाहिँ जुन नेगेटिभ तपाईको ब्याक बाइटिङ गर्ने, तपाईलाई कुलततिर उन्मुख गराउने हैन, यो गरम त्यो गरम भनेर नाना थरी युजलेस कुराहरुको पछाडी चाहिँ दौडाउने, यदि त्यस्तो किसिमको 5 जना साथीहरु छन् भने तपाई अहिले जहाँ हुनुहुन्छ भविष्यमा पनि त्यो भन्दा झन् तपाई गए गुज्रेको अवस्थामा चाहिँ हुनुहुन्छ। गलत साथीहरुले तपाईको जीवन चाहिँ कसरी बर्बाद गर्छन् त? नम्बर 1 मा छ गलत साथीले तपाईलाई गलत बाटोमा लैजान्छन्। हेर्नुस्, मैले पहिले पनि भने तपाईको यदि गलत साथी छन्, कुलतमा लागेको साथी छन्, अरूको बारेमा धेरै कुरा गर्ने, अरूको बारेमा धेरै चासो राख्ने हैन, मैले त यस्तो गर्न सकिन, मैले उ गर्न सकिन भनेर अरूको सफलताको बाधक बन्ने जुन साथीहरु छन्, हो त्यस्तो साथीहरुबाट तपाई धेरै टाढा बस्नुस्। अरु साथीहरुले चाहिँ तपाईलाई के गर्छ, तपाईले राम्रो कामको लागि उनीहरुले प्रेरणा दिदैन, राम्रो कामको लागि तपाईलाई उनीहरुले सहयोग गर्दैन र तपाईले जुन काम गरिरहनु भएको छ त्यो काममा चाहिँ बाधा व्यवधान अड्कन हैन, तपाईलाई चाहिँ त्यो काममा उनीहरुले हरेक तह र तबकामा चाहिँ उनीहरुले तपाईलाई डिस्टर्बेन्स गर्छन् के, तपाईलाई डिस्टर्ब गर्न आउँछन्, तपाईको तगारो बनेर आउँछन् के। हो त्यो साथीहरुलाई तपाईले चिन्नु पर्ने हुन्छ। कुलतमा चाहिँ जाँड रक्सीहरु हैन, त्यस्तो खाने कुनै तपाईको यदि साथीहरु छन् भने उनीहरुले चाहिँ तपाईलाई त्यतैतिर चाहिँ उन्मुख गरिरहेको हुन्छ। यदि तपाईको साथीहरु बिजनेस ओरिएन्टेड एकदम बौद्धिक साथीहरु छन् भने राम्रो सल्लाह दिन्छन्, राम्रो सजेसन दिन्छन् अनि त्यो अनुसार तपाईको लाइफ चाहिँ बेटर हुन्छ। त्यो भएको हुनाले तपाईले साथी, तपाईको 5 जना साथीहरु कस्तो छ, तपाईलाई हेल्पफुल छ कि तपाईको 5 जना साथीहरु तपाईको एकदमै तपाईभन्दा पनि खत्तम छ भन्ने कुरा तपाईले आजै पत्ता लगाउनुस्। हो त्यो अनुसार नै तपाईको सफल हुने, तथी उक्लिने कि तपाई तल झर्ने भन्ने कुरा तपाईको साथीले डिटरमाइन गर्छ। यदि तपाईको साथीहरु चाहिँ तपाईको खराब साथीहरु छन् भने एक्लै हिँड्ने पनि तपाईले प्रयास गर्नुपर्ने हुन्छ। भनिन्छ नि, हात्ती गए बजार कुत्ता भुके हजार भने जति मान्छेले जति सुकै भुके पनि कराए पनि तपाई एक्लै हिँड्ने कुचेष्टा गर्नुस्। यदि तपाईको नराम्रो साथीहरु छन् भने तिनीहरुलाई आजदेखि चटक्क छोड्दिनुस् के हैन, तपाई एक्लै चाहिँ हैन, एक्लै चाहिँ किङ जसरी तपाईले रुल गर्ने न, आफ्नो जीवनमा चाहिँ तपाईले सफलता प्राप्त गर्ने अठोट लिएर चाहिँ एक्लै हिँड्नुस्। तपाईको साथी नहुँदैमा केही हुँदैन। तर यदि तपाईको साथी छन् भने, राम्रो साथी छन् भने त्यसले सुनमा सुगन्ध हुन्छ, फेरि राम्रो बाटोतर्फ लिदिन्छन्। त्यो भएको हुनाले सक्नुहुन्छ राम्रो साथीहरु बनाउनुस्, सक्नु हुँदैन एक्लै हिँड्नुस्, तर नराम्रो साथी बनाउनु भन्दा तपाई एक्लै हिँड्ने चाँडो तपाईको प्रगतिको बाटोमा तपाई पुग्नुहुन्छ। यो गलत साथीहरुले चाहिँ, त खराब साथीहरुले समयलाई बर्बाद गर्नतिर उत्प्रेरित गर्छन्, तपाईलाई लक्ष्यबाट टाढा रहन्छन्। ट्यापी स्टाइलले चाहिँ हिँड्न थाल्नु भयो भने, बाहिर बाहिर चाहिँ सबै कुराहरु साथीहरुसँग ग्याङ फाइट गर्दै हिँड्नु भयो भने, ग्याङहरुसँग हिँड्नु भयो भने तपाईको लक्ष्य चाहिँ के हो त, तपाईको जीवनको प्यासन, मिसन, भिजन चाहिँ के हो भन्ने कुरा नै अलमलमा पर्नुहुन्छ। तपाईको साथी कस्तो छ त्यो कुराले तपाईको जीवनमा धेरै कुराहरु प्रभाव परिरहेको हुन्छ। तपाईले पनि विचार गर्नुस् त, तपाई कुनै पनि बिहान कुनै पनि तपाईले प्लानिङ गर्नुभयो यो काम गर्छु भनेर तपाईको साथीले चाहिँ ए यहाँ आइज न घुम्नलाई भनेर कल गर्यो, एक कल गर्यो भने तपाईले आफ्नो प्लानलाई छोडेर, आफ्नो लक्ष्यलाई छोडेर त्यो साथीले भनेको आधारमा तपाई त्यहाँ जानुहुन्छ र तपाईले होल हुन्छ नि दिनभरि नै तपाईले टाइम वेस्ट गर्नुहुन्छ अनि तपाईको चाहिँ आफ्नो लक्ष्य चाहिँ कहाँ गयो, हरायो। त्यो भएको हुनाले खराब संगतबाट टाढा बस्नुस्। नकारात्मक सोच र नकारात्मक आदतहरु चाहिँ सिकाउँछन् साथीहरुले। नराम्रो साथीहरुले नकारात्मक सोचहरु, नकारात्मक कुराहरु, यसले यो गर्यो त्यसले त्यो गर्यो भनेको अनाहकमा चाहिँ साथीले अर्को एउटाले मिस्टेक गरेको छ, अरु चाहिँ जानी उसैको मिस्टेकमा चाहिँ मिसिन जान्छ र जसले जे भन्यो त्यही पछाडी हिँड्न थाल्नु भयो भने तपाईले भुस्या कुकुर र तपाईमा चाहिँ के फरक। त्यो भएको हुनाले भुस्या कुकुरबाट त्यो खराब जिन्दगीलाई त्यागेर तपाईले बेस्ट एकदमै युनिक जीवनतिर चाहिँ लम्किनु पर्ने हुन्छ। अनि साथीहरुले चाहिँ तपाईको आत्मविश्वासलाई चाहिँ कमजोर बनाइदिन्छ। यदि तपाईले साथी संगतिहरु लैलैमा लाग्नु भयो भने तपाईको आत्मविश्वास पनि कमजोर हुन्छ। किन भन्दाखेरि तपाईको कुनै प्लान छैन,
तपाईको डेडिकेसन छैन हैन, तपाईको कुनै एउटा भिजन नै छैन भने तपाई भौतारिनुहुन्छ के। आज यहाँ जानुहुन्छ, अर्को दिन वहाँ जानुहुन्छ, अर्को दिन अर्को ठाउँमा जानुहुन्छ, अनि तपाईको जीवनको चाहिँ उद्देश्य चाहिँ खै त, पर्पस चाहिँ खै त। अनि जीवनको उद्देश्य र पर्पस बिना चाहिँ बाँच्नु र दाम्लो बिनाको गोरु चाहिँ एउटै हो। हेर्नुस्, दाम्लो बिनाको गोरुले पनि जहाँ पायो त्यहीँ जान्छ र पर्पस बिना, उद्देश्य बिनाको मान्छे पनि जहाँ पायो त्यहीँ भौतारिँदै हिँड्छ। त्यो भएको हुनाले तपाई एकदमै सफल, तपाईको लक्ष्य रिलेटेड लक्ष्यमा अगाडि हिँडिरहनु भएको छ कि तपाई भौतारिरहनु भएको छ। तपाई खराब साथीहरुको पछाडी लागेर तपाई कतै आफ्नो जीवन त बर्बाद गरिरहनु भएको छैन। तपाईले सोच्नु पर्ने कुरा चाहिँ यो, तपाई झिंगा जस्तो साथीहरु बनाएर तपाई कहिले पनि माथि उक्लिनु हुँदैन। त्यो भएको हुनाले तपाईले जहिले पनि माउरी जस्तो साथीहरु बनाउनुहोस् जसले तपाईलाई सुगन्धमा लिदियोस्। तपाईले झिंगासँग चाहिँ तपाईले साथी बनाउनु भयो भने, झिंगालाई साथी बनाउनु भयो भने तपाई जाने भनेको फोहोर डोंगरमा हो। तपाई कस्तो संगतमा हुनुहुन्छ तपाई अहिले पनि विचार गरेर तपाईले आफ्नो साथीलाई चाहिँ करेक्ट गरेर तपाई चाहिँ राम्रो बाटोमा चाहिँ हिँड्न सक्नुहुन्छ। तपाईले यो भिडियो कस्तो लाग्यो, यो भिडियो यदि राम्रो लाग्यो भने तपाईले कमेन्ट गरेर तपाईले धेरैभन्दा धेरै आफ्नो साथीहरुलाई शेयर गरेर हेल्प गर्न सक्नुहुन्छ। र यदि अहिलेसम्म पनि मेरो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने च्यानललाई सब्स्क्राइब गरेर जोड्न सक्नुहुन्छ। धन्यवाद।